ल साथीहरू, आज हामी चाहिँ छत्रदेव जाँदैछौँ। हाम्रो चाहिँ सुजन भान्जा छन्। आज हामी चाहिँ छत्रदेव चाहिँ सहयोग गरेर जाँदैछौँ आबैको घरमा। के हुन्छ अन्तिमसम्म हेर्नु होला। ल साथीहरू, हामी चाहिँ रुमबाट हिँडिसकेपछि सन्धि खर्कको भक्ति टोला हुँदै हामी अगाडि बढ्यौँ र हामी अब अर्घाँचीकै सबैभन्दा ठुलो अस्पताल जिल्ला अस्पतालमा पुग्नेछौँ र बिरामीलाई भेट्नेछौँ। केही छिनको हिँडेपछि हामी लगत्तै अर्घाँचीको हस्पिटलमा पुग्यौँ र भित्र प्रवेश गऱ्यौँ। अब यसपछि हामी चाहिँ लगत्तै बिरामीलाई भेट्नेछौँ र आएको सहयोग वितरण गरेर चाहिँ हामी भिडियो बनाएर चाहिँ फर्किनेछौँ। फाइनल्ली हामी चाहिँ सन्धिखर्क पुगिसकेपछि हामी भित्र गयौँ। बिरामी चाहिँ बाहिर बस्नुभएको रहेछ। बिरामीसँग छलफल गऱ्यौँ र भिडियो बनाउनको लागि चाहिँ बाहिर लिएर आयौँ। हामी भिडियो गऱ्यौँ र सहयोग प्रदान गरेपछि चाहिँ हामी त्यहाँबाट आयौँ। त्यसपछि हामीलाई छत्रदेव चाहिँ सहयोग गरेर जानु थियो। छत्रदेव लगेर जाने सामान चाहिँ हामीले पहिले नै तयार पारिसकेका थियौँ र हामी सामान लिएर पहाडी चोकबाट उकालो लायौँ। हामी जिमुर्थुमबाट तल्लो बाटो लाग्यौँ। पिच थियो, बाटैबाट चाहिँ लाग्यौँ। हामी तल खोला पुग्यौँ। खोला चाहिँ सानो थियो। यहाँ चाहिँ मसान घाट चाहिँ रहेछ। यहाँबाट हामी चाहिँ केही उकालो निस्केर चाहिँ माथि पुग्नेछौँ। ल फाइनल्ली साथीहरू, हामी चाहिँ घर नजिकै पुग्यौँ र अब हामी चाहिँ माथि जानेछौँ। यहाँ चाहिँ घरमा आमा र साना नानीहरू मात्र छन्। यहाँ चाहिँ हामीले सहयोग चाहिँ प्रदान गऱ्यौँ। त्यसपछि एकैछिन बस्यौँ र सानो भिडियो बनायौँ अनि केही रकम पनि यहाँ प्रदान गऱ्यौँ। ल साथीहरू, आजलाई हाम्रो भिडियो यति नै। हाम्रो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिनु होला। विशेष गरी त हाम्रो युट्युब च्यानल सब्सक्राइब र फेसबुकमा चाहिँ फलो चाहिँ गर्न नभुल्नु होला। धन्यवाद।